ये गाइस देख सकते क्या है आप लोग अभी एकचोटि भाइ तिनजना देखाऊ त हेलो फाइनली हामी कहाँ छौँ केटा हो हामी यो हेमन डाँडामा यसो उदेऊ न जस्तै फिलिङ लिइरहेछौँ हामीले चाहिँ यहाँ चाहिँ लाली गुराँस टिप्नको लागि साँच्चीकै मान्छेहरू धेरै आइराख्नु भइरहेको छ हेर्न सक्नुहुन्छ होइन सबभन्दा मन हुनु पर्यो एकदिन रमाउन सकिन्छ केटा केही भन्न चाहन्छु आशिष केही भन्न चाहँदैन आउनु होला एकदम रमाइलो ठाउँ छ हेमन डाँडा भने जस्तै हेमन जस्तै रहेछ हामीलाई त थाहा थिएन गुराँसहरू एकदम फुलिरहेको छ मान्छेहरूको भिड पनि एकदम धेरै छ अहिलेलाई यति नै है त्यति हो होइन अब डाँडामा गएपछि है डाँडामा गएपछि अब माथि हामी इन्द्रथानतिर पनि जाँदैछौँ सो हेलो एन्ड नमस्ते एभ्री वान वेलकम टु माई न्यू ब्लग र आज चाहिँ हामी जाँदैछौँ कुन ठाउँ हेमन डाँडा इन्द्रथान कालुपाडे जे पनि भन्यो भने अहिले कति बजिरहेछ टक्क यहाँ एनएस हेर्न सकिन्छ 2 बजेर 21 मिनट गइरहेछ खासमा हामी जाने भनेको त अघि नै 12 बजे नै निस्क्यो तर के भयो साथीहरूले गर्दा यस्तै त हो सो लेट्स गो ग्यास नपाएर बनस्थलीबाट यो थानकोट एरिया सोतङ्गलतिर लिएर आउनुभएको अरे म कति छ हाफ सिलिन्डर होला होइन हाफ बनस्थलीबाट थानकोटसम्म ओहो कति धेरै सर्टेज भएको हौ हाम्रो उसको पनि सक्यो हाफ मात्रै हो के अरे पैसा धेरै लिन पाउँदैन उनीहरूले टक्क लागेर हामी चाहिँ डिसिप्लिन्ड वेमा जाँदैछौँ खासमा बाटो चाहिँ कलङ्कीबाट माथि गयो भने चाहिँ पुग्छ तर हामी यता थानकोट साइडबाट हुँदै गइरहेछौँ किनभने यताबाट अलिक छिटो हुन्छ हामीलाई चाहिँ हामी बस्ने पनि यतै हो त्यही भएर एकदम डिसिप्लिन वेमा गइरहेको छौँ बाटो पनि राम्रो छ भन्ने सुनेको थिएँ माथिको लेट्स सी कस्तो छ माथि गएपछि नै थाहा होला त्यो त 2 जना भाइहरू गइरहेछन् अगाडि है है नवीन यस्तो पोल्युसनले गर्दा केही पनि देखाएको छैन काठमाडौँ सिटी त यस्तो पोल्युटेड छ यति धेरै पोल्युटेड भएको छ भिजिबिलिटी पनि क्लियर नै छैन के बाहिरबाट आएको हो तर मलाई पनि त्यस्तै लागिरहेछ होइन कलङ्कीबाट आयो भने यहाँ आउँछ होइन हो कलङ्कीबाट आयो भने यहाँ आउँछ हो लेट्स गो देख्न सक्नुहुन्छ गाइज पोल्युसनले गर्दा केही पनि देखिरहेको छैन भिजिबिलिटी पनि केही पनि छैन नम्बर 1 या 2 मा छ होला काठमाडौँ सायद सो गाइज यतापट्टि चाहिँ टुकटुक पनि चल्दो रहेछ यही सोचिरहेको छु यस्तो उकालोमा चाहिँ कसरी चल्छ होला भनेर हो रहेछ हेर्दैनन् भन्थे हेर्दै नहेर्दो रहेछ तेल दिइहाल्ने होइन त्यही त पछाडि मिरर हेर्नु नि मिरर नि नहेर्दो रहेछ के होइन हो हामी त माथि चढ्नु पर्ने होइन किन तल गइरहेछौँ त होइन अगाडिबाट ए अगाडिबाट हो यसो केटाहरूले होइन नि साथी कलङ्कीबाट आयो भने त यहाँ पो आउँछ त यहीँबाट हामी चढ्नु पर्ने हामी चढ्नु पनि यहीँबाट यसले अर्कै बाटो ल्यायो के तर हामी खास गरी उतापट्टिबाट जानुपर्ने हो ए हो उकालो चाहिँ अलि हुनै छ स्कुटरले तान्छ यहाँ स्कुटरले डबल लोड तानै रहेछ त यहाँ तर गाह्रो हुन्छ भेटर गर्छ स्कुटर चाहिँ नराम्रो छ कि बाटो ल यो बाटो चाहिँ अलि राम्रो नै छ अर्को बाटो गयो भने चाहिँ हल्का अफरोड नै छ त्यही भएर बाटो चाहिँ अलि साँघुरो नै छ तर पिच नै छ सबै एकदम राम्रो छ र गाइस बाटो चाहिँ एकदमै राम्रो नै छ यताको आउन खोजिराख्नु भएको छ भने आउँदा हुन्छ एकदम रमाइलो प्लेस छ इन्जोय हुन्छ प्लस अहिले अनि डेटिङ आउनु छ भने पनि आउँदा हुन्छ अनि गुराँसको सिजन रहेछ सबैले गुराँसहरू टिपिरहेको थियो हामी पनि हेर्नुपर्छ गुराँसहरू छ कि छैन डबलहरू चाहिँ गुराँस टिप्दै गर्दो रहेछ हामी चाहिँ जाने हेर्ने
यसरी त नपड्काउनु भन यार तिर्पल लोड गइरहेछ बाटो चाहिँ रमाइलै छ घुम्ती छ घुम्तीमा नजाम किन हतार गर्नु र यस्तो पुरा यस्तो भएको घुम्ती छ के घुम्तीहरू चाहिँ अलि टनाटन नै छ 200 लाई त भेट्दैन त यार हामीले त ट्रिपल लोड भएपछि पनि रोकेर सोधौँ न कहाँबाट लिनु भएको भनेर अनि गोब्रोमा हेलो भन्नु क्यामेरामा भन्नु माथि हो गुराँस टिप्ने ल गुराँस आयो भने चाहिँ माथि रे है यो जेन्सले गेट आउँछ कलङ्कीबाट माथि आएपछि हाइकिङ गर्ने प्लेसमा अनि हामी चाहिँ गुराँस टिप्न जान लाग्यो अब चाहिँ अगाडि बसिसके ल हल्का अफरोड चाहिँ रहेछ तर यतिको त एकदम राम्रो हो के हुँदैन यतिकोमा कस्तो धुलो खुवाइरहेको केटाहरूले हामीलाई ओ धुलो नखान यार ओ अलि अगाडि जाऊ न हो यतिकै हावातालमा लिएर आइरह हो कि साँच्चीकै हो यता गुराँस भनेर ओ हो रहेछ सबैले लिइरहेकै छन् हामी नि यसो गइदिउँ न कति धेरै लिएर आएको हामीलाई त बच्दैन कि के हो हामीलाई त चाहिन्छ है जसरी भयो नि गुराँसको बोटहरू देख्न सक्नुहुन्छ गुराँसको बोटहरू पनि छ तल तलको चाहिँ टिपेर सकिसकेको रहेछ माथि सब माथि हो है हामी त अझै माथि खोइ त हो ओ गाइस यता चाहिँ एकदम रमाइलो नै रहेछ है तिम्रो मनैमा फेरि गाउन जाम अझै माथि छौँ हामी फुल्यो बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा कान्छो भाइ देख्न दुईजना भाइहरू होइन ल हामी चाहिँ अब गुराँसको रुखमा रहेछ त जाने हो रुखमा आई मिन कि माथि ल यो गुराँस टिप्न जान लाग्यो रुखमा जाऊ न रुखमा ल यहाँ चढौँ न यहाँ प्रवीण माथि जाऊ न टिपन गएर म गइदिन्छु ल भिडियो बनाऊ टक्क लागेर हामी चाहिँ गुराँस भएको ठाउँमा आइसक्यौँ अब मान्छेहरू उतापट्टि चाहिँ गुराँसहरू छ ल केटाहरू चढिरहेको छ कोही उता एकदम रमाइलो ठाउँ रहेछ गाइस तपाईँहरू आउनु खोजिराख्नु भएको छ भने आउँदा हुन्छ यो ठाउँको नाम के हेवन डाँडा होइन ल जङ्गल पनि पुरै गुराँसको मात्रै रहेछ वाह भिडियो बनाऊ त म चढ्छु गाइजहरू सक्ने गुराँस जति त सबै टिपिसकेको रहेछ हामी चाहिँ खोजेर अब उता पुग्न आँटेको छौँ यता चाहिँ छ हामी धेरै माथि चाहिँ चढ्नै सकेन अति देऊ हेलो एउटा चाहिँ पायो ल अरू नि चाहियो खोजिरहेछौँ हामी चाहिँ खोज आउँदैन के सबै हो एकजना बाँदर हो कि को भन्यो हटा म जान्छु ती सक्दैन ल गइरहेछौँ कहाँ जानु पर्ने भन ल बाँदर चढ्न रेडी दाइ लाइफ इन्सुरेन्स गर्नु भएको नि गराएन ऊ हाम्रो दाइ लाइफ इन्सुरेन्स गर्नु भएको होइन जुत्ता फुकाल्नु न जुत्ता दाइ हेलो भनिदिनु एक लट हेलो हामी त चढ्नै सकेनौँ त यार जुत्ता फुक्यो अर्को सानो बाँदर यही हो जुत्तासँग त लास्टै गाह्रो हुँदैछ अनि अर्को सबभन्दा सानो बाँदर यहाँ छ यार जङ्गलमा आएको त के त्यहाँ रहेछ त है सानो रुख खोज्नु केटा हो ल देऊ त
देऊ त क्यामेरा सबै बनाउने हो क्या अब त यसो ग्लोभ्स यहाँ आइज बाबु तल हेर्नु हामी जाँदैछौँ गाइज अहिले कस्तो छ यार कत्रो कुरा छ भने ए मान्छे पो रहेछ हजुर यार यसरी भगवान्लाई खोज्यो भने भगवानै भेट्थ्यो होला यार ल ल ल ल ल हेलमेटै समातेर हिँड्नु परिरहेछ यार के पनि एउटा हो यत्रो केटा हो के फाइदा यार मलाई पाँचवटा गर्लफ्रेन्ड छ खानु परेको अब त ए ल सिधै आक्रमण हो खान्छ थाहा छैन घरमा खाना दिँदैन केटा हो होइन ग्यासको सर्टेज छ नि त थाहा नि होइन खाना पकाउनु परेन खाना पकाउनु पाउँदैन होइन ल ओइ तिमीलाई खाऊ टिप्नु केटा हो गएर यार एउटा बादर साथी चाहिँ उहाँ माथि चढिरहेछ ए टिपा टिपा यस्तो क्या ओइ ओइ आशिष यहाँ फाल न मियाउ लाडले इधर फेको ल यो समाउन यो समाउन ल लभ यु टु यार साथी पानी पानी रहेछ यार मोबाइल समातिरहेको छु नि त अनि येल्लो गुराँस अनि बाइकमा राखेर लग्नु परेन होइन ल ल ल ल ल हेलमेटै समातेर हिँड्नु परिरहेछ यार ए टिप न एउटा हो यत्रो केटा हो के फाइदा यार खानु परेको अब त सिधै आक्रमण हो खान्छ थाहा छैन घरमा खाना दिँदैन केटा हो होइन ग्यासको सर्टेज छ नि त थाहा नि होइन खाना पकाउनु परेन खाना पकाउनु पाउँदैन होइन यो ल ओइ तिमीलाई खाऊ ल गाइस यस्तो रमाइलो अर्को आयो म्याउ यता देखाउ न ल कृष्ण यता देखाउ त गुराँस चाहिँ एकदम धेरै भयो वा कन्टेन्टको कमी चाहिँ भएन है आज आएर यो कसलाई चाहिने हो हेभन डाँडा आउँदा हुन्छ है ओइ नपिनु ओइ भाँचिन्छ ओइ ल भाज्दै ओइ ओइ भाजेर त तल झर्न ये हो गाइस देख सकते क्या है आप लोग अभी एकचोटि ओइ तिनजना देखाउ त हेलो फाइनली हामी कहाँ छौँ केटा हो हामी यो हेभन डाँडामा यसो उदेऊ न। जस्तै फिलिङ लिइरहेछौँ हामीले चाहिँ यहाँ चाहिँ लाली गुराँस टिप्नको लागि साँच्चीकै मान्छेहरू धेरै आइराख्नु भइरहेको छ हेर्न सक्नुहुन्छ होइन सबभन्दा मन हुनु पर्यो एकदिन रमाउन सकिन्छ केटा उ केही भन्न चाहन्छु आशिष केही भन्न चाहदैन आउनु होला एकदम रमाइलो ठाउँ छ हेभन डाँडा भने जस्तै हेभन जस्तै रहेछ हामीलाई त थाहा थिएन गुराँसहरू एकदम फुलिरहेको छ मान्छेहरूको भिड पनि एकदम धेरै छ अहिलेलाई यति नै है त्यति हो होइन अब डाँडामा गएपछि है डाँडामा गएपछि अब माथि हामी इन्द्रथानतिर पनि जाँदैछौँ ओ हाम्रो हिरो साथी चाहिँ फेरि चढ्न गइरहेको छ अझै भएर पनि पुगेन रे नभाज है त्यसरी भाँच्नु हुँदैन जस्ट फुल मात्रै टिप भाँच्नु हुँदैन चढ्न सक्छ त्यस्तो सिधा रुखमा हाम्रो बाँदर जस्तो सरी टार्जन जस्तो साथी चाहिँ चढिरहेको छन् होइन वो गर्दै कराउँछ कस्तो पानी खस्यो है ओए त्यसो नभा हो केटा अब ल भनेको कपडै बिग्रेर जस्तो छाउँछ यार रुखमा चाहिँ नचढ्ने उफ्रेर सान्दै यसै देखाउने साथीहरू हाम्रो यता यस्ता छ नि यस्ता यसो भाइ लोग रहता है हमारा साथ साथी लक्ष्मीको मौका चाहिँ के अरे ग्यासको सर्टेज भइरहेछ ग्यास नपाएर तना भइरहेको छ खाना नपाएर चाहिँ गुराँस खाएर बसिरहेको छ त्यही हो समस्या वाह
मिठो छ नि है खै एउटा मनी खाइदिउँ न यो त होइन दादी अघि ए यहाँ छ मसँग चाहिँ धेरै छ त्यो त खाँदैन है ल गाइस हामी चाहिँ यताबाट निस्किन लागेको गुरासै गुरास मात्रै रहेछ यता त राम्रो रहेछ क्यामेरामा चाहिँ त्यति देखिरहेको छैन गुरास फुलेको चाहिँ तर एकदम राम्रो रहेछ है ए भयो हो हामीलाई पुग्यो धेरै टिप्नु हुँदैन हाम्रो साथी फेरि गुरास टिप्ने नहुने आफूलाई नचाहिने टिप्ने भनेपछि जे पनि टिप्दिने खुकुरी लिएर आउने अनि फेरि दाउरा पनि हुन्छ ग्यासको सर्टेज भइरहेको बेलामा टक्क लागेर कहाँ राख्ने साथी अगाडि राख्न पाए राम्रो के यहाँ बान्नलाई के खोज्नु पर्यो भइँदैन म सानोमा खान्थेँ नि मैले टन्नै स्क्र्याच हुने हो कि भन्ने डर पनि छ तर यो त अर्को ठाउँ पनि छ नि यार यस्तै राखेर हुन्छ ठिक छ साथी हाय माई सुन्दरी बाइक होइन झर्न त झर्दैन नि झऱ्यो भने पनि के गर्न सक्यो र ओ एउटा देऊ न मलाई नि त्यहाँ बानेको नभएर अब अगाडि झुन्डाइरहेको छु झऱ्यो भने टिप दिनुपर्छ नि फेरि मलाई अहिले झर्ला जस्तो लाग्यो गुरासै फुल्यो बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा है गुरासै फुल्यो बनैमा यो तिम्रो मनैमा यो गेटबाट चाहिँ यता राइट साइड गयो भने चाहिँ हेभन डाँडा अनि कालुपाडे इन्द्रथान सबै जान्छ यता माथि चाहिँ जस्ट जङ्गलमा उ गर्ने मात्रै हजुर सुनिरहेको छु अनि मैले के अरे इन्टर 3 किलोमिटर रहेछ है यो गेटबाट अनि मैले रोक्ने होला नि त कहाँ मैले रोक्छु भनेर रमाइलो छ है बाइकहरू पनि बनैमा मेरो मन झुल्यो तिम्रो मनैमा हामी चाहिँ हेभन डाँडा अब पुग्न लागिसकेको छौँ गुरास टिपेर फाइनली याहो होइन वाह पुरा एक पाथी गुरास टिपेर लिएर आइरहेको छ नि त यार हामी चाहिँ वनलाई धेरै नटिप्ने भनेर थोरै मात्रै टिपेर ल्यायो हेर्न सक्नुहुन्छ कति धेरै बाइकहरू हो तिम्रो मनैमा सक्नुहुन्छ यो काठमाडौँ चाहिँ पल्युसनले केही पनि देखिँदैन है हामी चाहिँ यता मज गरिरहेछौँ सागुरो छ र एकदम राम्रो पनि छ राम्रो देखेर स्पिड चाहिँ नजानु होला किनभने ठुलो गाडीहरू आइराखेको हुन्छ साइड दिन एकदम गाह्रो हुन्छ बाटो बिचबिचमा यस्तो खाल्डोहरू पनि छ त्यही भएर आफ्नै लिमिटमा राम्रोसँग जाने हामी पनि डिसिप्लिन वेमा गइराखेको छौँ एकदमै होइन हो हाम्रो भाइले पनि एकदम राम्रोसँग चलाइराखेको छ हेभन होइन अहिले पल्युसनले गर्दा हेल भन्ने जस्तो भएको छ शनिबार भएर होला गुराँसको सिजन भएर पनि होला एकदमै भिड छ बाइक चाहिँ राखेर जानुपर्ने होला आई थिङ्क सो
गाइस भ्यू हेर्नुहोस् भन्न त हुन्थ्यो तर केही देखिँदैन है पोल्युसनले गर्दा हो कि केले गर्दा हो पुरा काठमाडौँदेखि पनि केही पनि देखिँदैन भन्ने मात्र पुरा सेतो देखिन्छ यस्तो बादल भएको जस्तो मेन रिजन चाहिँ पोल्युसन हेबन डाँडाको भ्यू हो है गाइस एकदम बवाल भ्यू त के भनौँ केही देखिरहेको छैन केही पनि देखेको छैन भिजिबल भनेपछि जिरो छ यहाँबाट त्यसको रिजन पोल्युसन एउटा देऊ त यो अड्काएको छ मेरो त निस्किन्छ नि फेरि हामीलाई त चाहिन्छ हामीलाई त चाहिन्छ सर यो त फेरि यति भयो हुन्छ घरै बेलुका म्यामले गएर फलाउनु होला हाम्रो म्यामले चाहिन्छ हाम्रो म्यामलाई चाहिन्छ हजुरकोलाई मात्र होइन डाँडा पुग्नै आँट्दा चाहिँ अलिकति थोरै अफरोड टाइपको रहेछ तर त्यस्तो धेरै छैन ओहो कति धेरै बस हालेर लिएर आएको अङ्कलले हामी चाहिँ के गम होइन हामी चाहिँ के कम अनि एकै ठाउँ राखौँ न डाँडा है गुराँस बाख्राले खाइदिन्छ यार यहाँ त तर ए कस्तो साइको होइन के कस्तो धेरै फोहोर फालेको यहाँ यसरी चाहिँ नफाल्नु पर्ने तर के गर्ने एउटा म्यानेज पनि छैन तर यसरी चाहिँ खासमा नफाल्नु पर्ने हो म्यानेज चाहिँ गर्नुपर्ने यो ठाउँको लागि खासै क्लियर चाहिँ देखिरहेको छैन वान अफ द मेन रिजन यु नो गाइज पोल्युसन केही देखिरहेको छैन यो हेबन डाँडामा पिरो चटपटेको मजा थोप्रा थोप्रा थोपडा थोपडा देखिरहेछ कस्तो घामले कालो देखायो के कालो मान्छे कालो देख्नु ल गाइज एकदमै रमाइलो भयो आजको लागि चाहिँ अब हामी फर्किँदैछौँ यहाँ त अनि लेजेन्ड्री बाइकहरू रहेछ त सबै RX 100 लेजेन्ड्री बाइक सो गाइज आजको लागि यति नै देखिसक्नुभयो कतै रमाइलो भयो ठाउँ चाहिँ एकदम रमाइलो रहेछ कलङ्कीदेखि माथिनिर यो चाहिँ हजुरहरू अनलाइन हेरेर पनि आउनु सक्नुहुनेछ हेबन डाँडा इन्द्रथान भनेर एकदम बवाल ठाउँ रहेछ रमाइलो भयो यदि भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सिनु होला आजको लागि यति नै थ्याङ्क्स फर वाचिङ टेक केयर बाइ बाइ गाइज